ओम गम गम गणपताय नमः। ओम मङ्गल अङ्कराय नमः। ओम गणेशजी भालचन्द्र निरन्तर गौरीपुत्र हजुरलाई माला नचरासम्म मलाई शान्ति नै आउँदैन हे भगवान्। दुबो टिप्ने मन्त्र छ साथी हो, हजुरहरूले दुबो टिप्दा पनि मन्त्र भनेर टिपेर दुबोलाई आँखा नभएको दुबो, पहेँलो पात नभएको दुबो, राम्रो दुबो चढाउनुपर्छ गणेश भगवान्लाई सिद्धि प्राप्त गर्नको लागि। हे भगवान् दुबान कुरान सरितान अमृतान मङ्गल प्रदान अनिष्टवास पूजा ग्रहण गणनायक ओम रिद्धि सिद्धि सहित श्री मङ्गलनारायण नमः। दुबान कुरान समर्पयामी भनेर चढाउँछु मैले। चढाउँदाखेरि दुबो चढाउँदा अनि दुबो टिप्दा कलकलाउँदो दुबो माथि छ र माई 7 पुत्र दिनु शिव पार्वती मलाई भनेर मन्त्र भनेर टिप्छु। चढाउँदाखेरि दुबान कुरान सरितान अमृतान मङ्गल प्रदान अनिष्टवास पूजा गणनायक ओम रिद्धि सिद्धि सहित श्री मङ्गलनारायण बताउनुमा दुबान कुरान समर्पयामी भनेर दुबो चढाउँछु। चन्दन श्रीखण्ड चन्दन श्रीखण्ड चन्दन विलिपन श्रेष्ठ चन्दन प्रतिक्रियातम ओम रिद्धि सिद्धि सहित श्री मङ्गलनारायण बताउनुमा श्रीखण्ड चन्दनम समर्पयामी भनेर चढाउँछु गणेश भगवान्लाई। अक्षता चढाउँदा अक्षतान सुरष्ट कुमतन शोभितन मोहनिता भक्ता परमेश्वर ओम रिद्धि सिद्धि सहित श्री मङ्गलनारायण बताउनुमा अक्षतान समर्पयामी भनेर चढाउँछु। भात थोरै छ रोटी पकाए हुन्छ, सुक्खा रोटी पुवा बनाए नि भयो जेठो बुढाको चामल पिसेर। गणेश भगवानको पूजा विधि पूर्वङ्ग मसँग मोबाइल अगाडि राखेर मैले जे चढाउन भन्छु, जसरी पूजा गर्न भन्छु त्यो गर्नुभयो भने गणेश भगवान प्रसन्न गराउन सक्नुहुन्छ। मैले गणेश भगवानले मलाई धेरै कुरा दिनुभएको छ, म ऋणी छु भगवानहरूको। मैले साङ्गता गर्दै फेरि व्रत लिँदै साङ्गता गर्दै फेरि व्रत लिँदै गरेछु क्या। एक्काइसवटा मुठा, एउटामा 21वटा मुठा खाने, एउटा 21वटा, एउटा 21वटा मुठा, 21 मुठाको माला बनाएर गणेश भगवान्लाई अर्पण गर्नुहोस्। अरूको कामना सिद्धि हुन्छ, जे माग्नुहुन्छ हजुरले छिट्टै प्राप्त गर्नुहुन्छ साथी हो। सन्तान चाहिए सन्तान, जागिर चाहिए जागिर, रोगमुक्त हुन पर्यो रोगमुक्त, लक्ष्मीको कृपा, सरस्वतीको कृपा, सरस्वतीले बास गर्छन्। नानी छिटो हाल्नु छोरी। सबै उम्केर नाति नातिनीलाई खुवाएर बुवा आमालाई खुवाएर सबै परिवारलाई खुवाएर अनि आनन्दसित भिडियो बनाउँदै पूजा गर्दै हेर्छु त भगवान् प्रसन्न हुनुहुन्छ के मैले त्यति गरे पनि भगवान्लाई भक्तिभावले गरेको थाहा पाउनुहुन्छ। कतिले भिडियो बनाएर देखाइ भन्नुभयो भने मैले गुनासै गर्दिनँ कि जसले जस्तो पाराले हेर्नुहुन्छ त्यस्तै भन्नुहुन्छ। सबैको चित्त बुझ्ने काम कसले गर्न सक्छ त नि, सकिँदैन। कामहरूको भगवान्को पूजाहरूको देखाइ भन्नुहुन्छ कतिले, हाम्रो त्यो पनि मलाई ठिकै लाग्छ क्या। जस्तो देख्नुभयो त्यस्तै भन्नुभयो, उहाँको केही गल्ती छैन, मैले हो देखाएकै छु। किनकि सबैलाई सहज होस्, पूजा गर्न सकुन्, सबैले भगवान्मा आस्था रहन्,
राखौँ। ईश्वर बिना हाम्रो केही पनि चल्नेवाला छैन। परमात्मा बिना हाम्रो केही चल्दैन। हाम्रो एक सेकेन्ड पछिको कुरा पनि हामीलाई थाहा छैन। हाम्रो हातमा हाम्रो भाग्य बनाउने रिमोट छैन। सबैले यसरी नै भगवान्लाई पुकार गर्नुहोस् है। यसरी नै सम्झनुहोस् हाम्रो सबै जिन्दगी भगवान्को हातमा छ। हामीले बनाउन केही गर्न सक्दैनौँ। न दिनलाई रात हराउन सक्छौँ, न रातलाई दिन हराउन सक्छौँ, न छोटो रातलाई लामो रात हराउन सक्छौँ, न छोटो दिनलाई लामो दिन बनाउन सक्छौँ, न समय परिवर्तन हराउन सक्छौँ। सबै भगवान्को हातमा छ। जन्म मृत्यु नै उहाँकै हातमा छ। हामी चाहेर पनि बाँच्न सक्दैनौँ, नचाहेर पनि हामीलाई विरक्त लाग्यो भने नचाहेर पनि मर्न सक्दैनौँ। सबै कुरा भगवान्को हातमा छ। त्यही भएर भगवान् भरोसा। ए परमात्मा, हजुरले मलाई चिन्नुहोस्, मैले हजुरलाई चिनेको छु भन्छु मैले। र सबैले यस्तै प्रक्रियाले, यस्तै विधिले, यस्तै उसले श्रद्धा भक्तिले भगवान्लाई पूजा गरौँ भनेर देखाएको। मैले भगवान्को पूजा गरेको देखाएको होइन के। सबैलाई ज्ञानी र ध्यानी हराउन हुनसक्छ। कसैले कति देखाएको भन्नु होला, हो देखाएपछि भन्नै पर्यो। देखाएको भन्नु पऱ्यो नि त नि। उहाँले गल्ती बोल्नुभएकै छैन। तर पनि मैले नराम्रो मान्दिनँ कि। जसले जस्तो देखो त्यस्तै भन्ने हो होइन। त्यही भएर मैले त सबै ज्ञानी र ध्यानी बनाउनलाई पूजा विधि यसरी गर्नुहोस् भनेर राखिदिएको। मोबाइलले पनि साथ नदेला जस्तो हरेको छ। बन्छ बन्दैन मोबाइल पनि। अब यो डिलिट गर्दा पनि भिडियोहरू डिलिट नहुने, त्यही फेरि उसमै रहने। भित्र गएर डिलिट गर्दा नि अर्को उसमा गएर डिलिट गर्दा नि डिलिट नहुने, फेरि फर्केर आउने। अनि मोबाइल ह्याङ हुने, भिडियो बनाउन नमिल्ने। त्यस्तो कन्डिसन मोबाइलको ठुलो रोग छ। त्यही भएर मोबाइलले कतिसम्म साथ दिन्छ थाहा छैन। अब छोराछोरीलाई कति दिक्क पारौँ मोबाइल पठाइदिया भनेर बिचरा 3 महिना भएन पठाएको। अनि फेरि बिग्रो भन्नु नि लाजै मर्नु छ। ल आमाले जतन अरेन भन्छन्। मैले अरू त केही पनि अरेखेन। मोबाइलले यही भिडियो खिच्ने, पोस्ट गर्ने, फेसबुकमा राख्ने, सेयर गरिदिने। फेरि राम्रा कुरा आयो भने उसका ज्ञान गुणका कुरा आयो भने, स्वास्थ्य सम्बन्धीको कुरा आयो भने अरूको युट्युबमा आएको पनि सेयर गरिदिने। सबैले सुन्नु, सबैले ज्ञान पाउन्। यो स्वास्थ्य सम्बन्धी नै सबैले थाहा पाउन्। अब सबैको मोबाइलमा त आउँछ होला नि, आएकै होला नि। कसैलाई नचाहिने, मलाई सबैलाई राम्रो गराइदिनु पर्ने, सबैले थाहा पाइदिनु पर्ने। यस्तो भएपछि हुन्छ त। अनि मोबाइलले कति धानोस् बरा, क्षमताभन्दा बढी धान्न सकिन्न, कसैले पनि सकिन्न। हामीले 1 क्विन्टल बोक्न सक्छौँ त, जति अरू मुमोर नै ला पनि सकिन्न। त्यस्तै उसले पेटमा अटाउनभन्दा बढी खान्छौँ भनेर हामीले 2 महिना अन्न खान्छौँ भनेर हाम्रो पेटमा अटाउन सक्छौँ त, सक्दैनौँ। त्यस्तै भयो बरु मोबाइललाई पनि 10 मिनटको भिडियो नबनाए चित्तै बुझ्दैन। सबैलाई आशीर्वाद दिन नि अटाउँदैन। फेरि आफ्नै भोइसमा गराउनु मन लाउँछ, 2-3 मिनटको गराउनु मन लाउँदैन। पुरा भूमिका बाँध्दाखेरि कुरै पुग्दैन, सकिँदैन। त्यही भएर मोबाइल चाहिँ अगाइसकेको छ। तर म हजुरहरूसित अगाइ छैन। हजुरहरूले लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, नगर्नुहोस्, त्यसमा बाल मतलबै छैन। मलाई ईश्वरले लाइक कमेन्ट गर्नुभएछ। मलाई ईश्वर मेरो लागि, मेरो साथमा जति बेला सुखी हुनुहुन्छ, म त्यति भएपछि प्रसन्न छु। म यो धरतीमा आसी केही दिनुपर्छ भन्ने जानेकी छु, सिकेकी छु, संस्कार पाएको छु। हाम्रो हजुरबा वैद्य डक्टर पनि हुनुहुन्थ्यो, अनि ज्योतिष पनि हुनुहुन्थ्यो, अनि पण्डित पनि हुनुहुन्थ्यो। सबै कुरा सिकाउनु भएको क्या हजुरबासित हुर्केर। अनि मलाई यो चाहिँ अरूका लागि बाँच्नुपर्छ भन्ने बानी बस्यो कि। धरतीमा आइसकेपछि अरूका लागि केही गर्नुपर्छ, जानेको कुरा, थाहा पाएको कुरा पस्किहाल्नुपर्छ। आफू मरेर गएपछि नि ती कुराहरू रहिराख्छन् भन्ने मेरो भाव छ क्या। त्यही भएर मोबाइल अगाइसक्यो। हेर्नुहोस्, मोबाइल अब आफ्नो कमाइ छैन, छोराछोरीलाई पठाइदिया भन्नुपर्छ। टिकटकबाट नि कमाएको छैन मैले खासै। ल हेर्नुहोस्, खासै नै कति नै कमाइ छैन टिकटकबाट। अहिलेसम्म 1 रुपियाँ मैले कमाइ छैन। आफ्नो कमाइ छैन, जागिर छैन। छोराछोरीलाई हैरान पार्नु पऱ्यो, तीर्थ जानु पऱ्यो, ल्याउ भन्नु पऱ्यो। मोबाइल बिग्रो ल्याउ न